नमस्कार, म रामवितन सादा। म यति बेला छु सिन्धुली जिल्लाको एउटा ऐतिहासिक ठाउँ साँच्चै नै सिन्धुली गढीमा र आज म तपाईहरुलाई देखाउँछु यो सिन्धुली गढी हाम्रो साँच्चै नै एउटा ऐतिहासिक ठाउँ हो र हामीले यसलाई लोकल टुरिज्मको हिसाबले प्रमोट गर्ने पनि देखिन्छ र म आज तपाईहरुलाई यदि तपाई सिन्धुली गढी आउनु भएको छैन भने तपाई साँच्चै नै मेरो भिडियोबाट तपाईले सिन्धुली गढीको प्रत्येक ठाउँ जुन यो ऐतिहासिक ठाउँ छ जहाँ नेपाल र अंग्रेज ईस्ट इन्डिया कम्पनी बीच लडाई भएको थियो त्यो ठाउँ म तपाईलाई एक एक गरेर देखाउने छु। नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ ब्लगमा। आज म तपाईहरुलाई लैजाँदै छु एउटा यस्तो ठाउँमा जुन नेपालको इतिहासको अभिन्न भाग हो, जहाँ नेपाली वीरहरूले आफ्नो मातृभूमि बचाउन र विदेशी शक्तिलाई परास्त गर्न इतिहास रचेका थिए। यो हो सिन्धुली गढी, नेपालको गौरवको प्रतीक, साहस र बलिदानको धरोहर। काठमाडौँबाट 132 किलोमिटर पूर्वतिर अवस्थित यो ऐतिहासिक स्थल सागर सतहदेखि झण्डै 4500 फिटको उचाइमा अवस्थित छ। यहाँबाट देखिने हरियाली पहाड, विस्तृत तराईका मैदान र घामले सुन जस्तै चम्किने बाटाहरू, यी सबैले यहाँको सौन्दर्यलाई अझै अनुपम बनाउँछ। तर सिन्धुली गढी केवल सुन्दर दृश्यको लागि मात्र होइन, यो हो नेपाली वीरताको गाथा सम्झाउने ठाउँ। विक्रम सम्वत 1824 मा यही धरातलमा अंग्रेज ईस्ट इन्डिया कम्पनीहरूका सैनिकहरू नेपाली वीर गोर्खालीहरूले परास्त गरेका थिए। त्यो युद्धले संसारलाई देखायो कि सानो देशले पनि ठूला शक्तिलाई परास्त गर्न सक्छ जब उसको मनमा देशप्रेम र आत्मसम्मानको ज्योति बलिरहेको हुन्छ। आजको ब्लगमा हामी हेर्नेछौँ यो ऐतिहासिक गढीका अवशेषहरू, पुराना तोपका आधारहरू र स्थानीय जनजीवन जसले अझै पनि त्यो इतिहासलाई बोकिरहेको छ। त्यसैले साथीहरू, अन्तिमसम्म मेरो ब्लग हेर्न नबिर्सिनुहोला, किनकि आजको यात्रा केवल एउटा स्थानको होइन, यो हाम्रो गौरव, हाम्रो इतिहास र हाम्रो आत्माको यात्रा हो। साथीहरू, सिन्धुली जिल्ला कमलामाई नगरपालिका वार्ड नम्बर 2 र 3 मा अवस्थित महाभारत श्रृङ्खलाको करिब 1450 मिटर उचाइमा रहेको ठुलो गढी, सानो गढी, टुडीखेल, सिद्धबाबा मन्दिर, गढी दरबार, अदालत, जेलघर तथा बडा हाकिम बस्ने घर रहेको सम्पूर्ण स्थानलाई समष्टिगत रूपमा सिन्धुली गढीको रूपमा चिनिन्छ। मल्लकाल, शाहकाल, वंशीय शासनकालमा सिन्धुली गढी लडाईँको लागि मात्र प्रयोग नभई प्रशासनिक कार्यको लागि समेत महत्त्वपूर्ण स्थान रहेको देखिन्छ। नेपाल एकीकरण भएपछि विक्रम सम्वत 2019 सम्म सिन्धुली थुमको सदरमुकाम यसै स्थानमा रहेको थियो। उक्त समयमा नै सिन्धुली गढीमा सेनाहरू बस्ने घर, प्रहरी चौकीहरू, कारागार तथा अदालतहरू बनाइएको थियो। विक्रम सम्वत 2019 पछि कारागार सहित सदरमुकाम नै सिन्धुली गढीमा सारिएको थियो। अहिले यो अदालतलाई एकदम संरक्षण गरेर राखिएको छ र चारैतिरबाट तारजालीहरू लगाएर र यो अवशेषलाई, यो भग्नावशेषलाई सुरक्षित राखेको छ र माथि चाहिँ हिँडेर यसरी चाहिँ माथि चाहिँ एकदम राम्रो माथिबाट हिँड्ने चाहिँ बनाइएको छ र एकदमै राम्रो यो यहाँको नगरपालिकाको यो काम हो र यो यसरी नै राखिनु पर्थ्यो र राखिएको छ। र आउनुहोस्, अब हामी उता जानेछौँ म्युजियमतिर, तपाईलाई म्युजियमतिर लग्नेछौँ। कृपया भिडियो बनिराख। अब म तपाईहरुलाई संग्रहालयतिर लग्नेछु। यो संग्रहालयको निर्माण सन् 2019-20 तिर भएको थियो र कम्तीमा यसको लागत बनाउन चाहिँ 65 देखि 70 लाख रुपैयाँ लागेको थियो भने यसको उद्घाटन विद्यादेवी भण्डारीज्यूद्वारा 28 जुलाई 2021 तिर गरिएको थियो। र यो संग्रहालयमा के छन् त? यो संग्रहालयमा युद्धमा प्रयोग भएका हतियार र तोप, नेपाल एवं अंग्रेज सैनिकहरूको पोशाक, युद्ध सम्बन्धी ऐतिहासिक दस्तावेज, समयरेखा, युद्ध मञ्च आदि चाहिँ प्रदर्शनमा राखिएको छ। यसमा एउटा थिएटर छ, थिएटर कोठा छ जहाँ युद्धको पृष्ठभूमि तथा गढीको रणनीतिको महत्त्वमा चाहिँ देखाएको छ।
यसमा मिथिला कला, पत्रचार, पुराना नक्सा आदि चाहिँ राखिएको छ। र प्रवेशद्वारमा यहाँ 2वटा तोप राखिएका छन्। सङ्ग्रहालय भवन बाहिर एउटा प्लाजा र स्मारक पार्क छन् जहाँ युद्धका नायकहरूको नाम खोपिएको छ। सङ्ग्रहालय बाहिर फोटो खिच्न मिल्ने स्थानहरू छन्, तर भित्री भागमा चाहिँ फोटो खिच्न चाहिँ मनाही चाहिँ गरिएको छ। र यी कुराहरू चाहिँ यो भित्र छ र म भित्र गएर अब आउँछु र तपाईँलाई अब बाहिरको स्थानहरूमा देखाउनेछु। भित्र ठुलो गाडीमा तपाईँलाई लाग्छ। यहाँ ठुलो गाडीमा चढ्दैछु र यति स्टेप छ यसको, तपाईँको फेरि यहाँ हिँड्नुपर्छ ठुलो गाडी जानको लागि। र यहाँ ठुलो गाडीको बारेमा चाहिँ लेखिएको छ। योभन्दा माथि लाग्छु म। यहाँ तपाईँको झन्डै 150-200 यहाँ यो 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 सिडी चढ्नुपर्छ र यो माथि चाहिँ गडी रहेछ र तपाईँलाई गडीमा देखाउँदैछु। म चढ्दैछु माथि, टाइम लाग्छ चढ्नको लागि। अब थाकिन्छ जस्तो छ, थाकिन्छ हो काउन्ट गर्नु पर्थ्यो हौ कति हो, तर अनुमानले भन्न सक्छु यति छ। थाक्यो हो। चढ्दैछु, उताबाट आएपछि म काउन्ट गर्छु। यताबाट पहिला चढ्नु पऱ्यो। पुरै सास निस्क्यो मेरो। कति छ दाइ? बाफ्रे, म त थाकेँ दाइ। दाइले काउन्ट गर्दै हुनुहुन्छ, दाइले जाँदै हुनुहुन्छ काउन्ट गरेर। यहाँबाट राम्रो भ्यू देखिन्छ। र आजको मेरो ब्लगमा तपाईँलाई स्वागत छ साथीहरू। एकदम मेहनत गरेर बनाउँदैछु, एकदम मेहनत गरेर म अब ठुलो गाडीमा चढिसकेको छु। र यो ठुलो गाडी समुद्री सतहबाट करिब 1450 मिटर उचाइमा रहेको गाडी छ। राजा लोहाङ सेनको पालामा सन् 1909 देखि 41 मा तयार भएको सिन्धली गढीलाई उनको जनाती मणिक सेनको पालामा अझ बढी मजबुत बनाएको इतिहासमा बयान पाइन्छ। सिन्धली गढीमा 2वटा गढी सानो र ठुलो रहेका छन्। यस गढीबाट दक्षिणी तथा पश्चिमी तर्फका समतल भूभागहरूमा हुने हरकतहरूको निगरानी राख्न सकिने हुँदा यस गढीले सुन्दलीमाडी, ग्वाङखोला, ढुङ्ग्रे भन्ज्याङ, पौवागढी हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरूका साथै तिब्बततर्फको व्यापारिक नाकालाई समेत अनुगमन तथा नियन्त्रण गरेको पाइन्छ। यो गढी ढुङ्गा मात्र प्रयोग गरी निर्माण गरिएको थियो। गढीको पर्खालहरूमा तोप तथा राइफलहरू प्रयोग गर्नका लागि ससाना पालहरू समेत बनाइएको पाइन्छ। गढीमा बनाएका पोस्ट तथा ट्रेन्चहरूले यस गढीमा गोर्खाली फौजले अङ्ग्रेज विरुद्ध लडेको लडाईँको जीवन्त सम्झना प्रस्तुत गर्दछ। अङ्ग्रेजसँगको लडाईँका लागि यस ठुलो गढी गोर्खाली फौज तैनाथी थिए, तर यस गढीबाट प्रत्यक्ष रूपमा अङ्ग्रेज विरुद्ध लडाईँ नभए तापनि गोर्खाली फौजले बन्दोबस्ती तथा गहराईमा रहेको यस स्थानबाट अगाडि पौवागढी अड्डा तथा ढुङ्ग्रे बासमा रहेको फौजलाई थप मद्दत गर्न सहयोग पुर्याएका थिए। अब यहाँबाट म ओर्लिन्छु र म काउन्ट पनि गर्छु। तपाईँहरू एकदम हेर्नुहोस् कतिवटा छ भनेर। यहाँ 125 सिडी रहेको छ। ओह माई गॉड 125 साथीहरू, 125 सिडी यानि कि 125 यहाँ सिडी रहेको छ। जहाँबाट मैले तल ठुलो गढीबाट तल झरेँ, यहाँबाट 125 चाहिँ सिडी चाहिँ तल रहेको छ।
ओ माई गड। अनि म पुरै थाकेछु। अब तपाईँलाई म अगाडि देखाउँछु। सिन्धुलीगढीमा ठुलो र सानो गढी रहेको छ। सानो गढी ठुलो गढीबाट 400 गज जति पश्चिमपट्टि पर्दछ। विक्रम सम्वत 1824 मा गोर्खाली फौज र कप्तान किनलकको नेतृत्वमा आएको अङ्ग्रेज फौजसँगको युद्धमा यस गढीमा तोपखाना हतियारहरू राखेर अगाडि पौवागढी अड्डा र ढुङ्ग्रे भन्ज्याङमा रहेको गोर्खाली फौजलाई अङ्ग्रेज फौजबाट हुने आक्रमण विरुद्ध मद्दत गरिएको थियो। सानो गढीको आसपासमा थुप्रै ब्यारेकका घरहरू रहेका थिए। ठुलो गढी र सानो गढीको बिचमा अहिले पनि उक्त समयमा बनेका कारागार, अदालत तथा ब्यारेक घरहरूको भग्नावशेष देख्न सकिन्छ। यस गढीभन्दा उत्तरपट्टि तल पुरानो सिद्धबाबाको मन्दिर रहेको छ। यस मन्दिरमा गोर्खाली फौजले अङ्ग्रेजसँग लडाइँ जितेपछि पूजाआजा गरेको इतिहासमा उल्लेख भएको पाइन्छ। हालै यस गढी नजिकै एक नयाँ मन्दिर पनि स्थापना गरिएको छ र हामी यो भित्र प्रवेश गर्दैछौँ यति बेला। र यो भित्र अहिले दूरबीनहरू राखिएको छ जहाँबाट हिमालहरू प्रष्ट रूपमा देख्न सकिन्छ। र आउनुहोस् म त्यो दूरबीनबाट हिमालहरू हेर्नेछु, तपाईँहरूलाई पनि देखाउनेछु। हजुर कति चार्ज हुन्छ? म एक्लै छु। कति हो दिदी पैसा? चढ्ने ओर्लिहाल्ने हो, चढ्ने ओर्लिहाल्ने हो। 20 रुपियाँ। म आएँ तल दिनु अनिदिनु होला ल। यहाँमा अब यहाँबाट दूरबीन छ। अहिले यहाँ चढ्दैछु। यहाँ टावरमाथि दूरबीन छ। यहाँबाट कस्तो ठाउँ देखिन्छ तपाईँहरूलाई देखाउने छु। ओ माई गड, वाट्स अ भ्यू फ्रम हियर यार। यहाँ माथि चढ्दैछु। यहाँबाट यस्तो भ्यू छ साथीहरू, तपाईँ हेर्न सक्नुहुन्छ। र म तपाईँलाई यहाँ यो भ्यू देखाउँछु, त्यसपछि म दूरबीन देखाउँछु। यहाँबाट दूरबीन पनि छ। थाकिसकेको छु म, मेरो खुट्टा गलिसकेको छ। म थाकिसकेको छु, मेरो खुट्टा गलिसकेको छ। ओ हावा हावा माइन्ड ब्लोइङ भइरहेछ। र तपाईँ पछाडिको सरी यहाँबाट यस्तो भ्यू देखिन्छ। पहाड होइन, हेर्नुहोस् तपाईँ पहाडको बिचमा आफै पहाडमाथि छ। र यहाँ दूरबीन छ, यहाँ दूरबीन छ। म यहाँ दूरबीन हेर्दैछु साथीहरू। अनि कस्तो फिल हुन्छ अब तपाईँलाई भन्छु। माइ गड, यो त बन्द छ। दिदी यो त बन्द छ। दिदी यो बन्द छ। ए ल दिदी आइदिनु न यसो एकछिन। एउटा टुडी खल देखिरहेछ जहाँ सेनाहरूको प्रेयर हुन्थ्यो। यो खाली ठाउँ देख्नुहुन्छ, यहाँ सेनाहरूको प्रेयर हुन्थ्यो। र यतातिर त्यो छतहरू देख्नुहुन्छ नि, त्यो दरबार। यहाँबाट गौरीशङ्कर हिमाल देखिन्छ। र मैले भर्खर हेरेको पुरै नजिकै देखिन्छ। यो गौरीशङ्कर हिमाल पुरै नजिक देखिन्छ होइन। यो पुरै नजिक देखिन्छ, पुरै नजिक देखिन्छ। कति नजिक देखिन्छ यहाँबाट, पुरै नजिक देखिन्छ यहाँबाट। पुरै यो दूरबीनबाट पुरै नजिक देखिन्छ है, गौरीशङ्कर हिमाल देखिन्छ यहाँबाट। ल साथीहरू अब हेर्नुहोस् यहाँको भ्यू एकदम सुन्दर रहेछ, मनमोहक। यदि तपाईँहरू आउनु भएको छैन भने तपाईँहरू पनि एकचोटि यो ठाउँमा आएर यो ठाउँको अवलोकन गर्नुहोस् र मजा लिनुहोस्। ताकि नि हामीले हाम्रो नेपालको
स्थानीय लोकल टुरिज्मलाई हामीले प्रमोट गर्नुपर्ने देखिन्छ। त्यसैले म यो भिडियो बनाएको छु। यसबाट तपाईँको 100जना व्यक्तिले पनि हेर्नु भने यो भिडियो मेरो लागि रेडी हुनेछ। र अब म तल जाँदैछु यहाँ टावरबाट। टावरमाथि म गौरीशङ्कर हिमाल बाट हिमालको अवलोकन गरेर म तल झर्दैछु। साथीहरू म तपाईँलाई एउटा सल्लाह दिन चाहन्छु। हामी लोकल टुरिज्मलाई प्रमोट गरौँ र हामी एकचोटि यो ठाउँ घुम्नै पर्ने छ, किनभने यो एउटा ऐतिहासिक हाम्रो ठाउँ हो र हरेक नेपालीले चाहिँ घुम्नै पर्ने यो ठाउँ हो। त्यसैले तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु हजुरहरू पनि यो ठाउँ घुम्नुहोस्, ताकि एउटा लोकल टुरिज्ममा हाम्रोबाट एउटा टेवा पुगोस् र देशको आर्थिक विकासमा पनि सहयोग होस् भन्ने उद्देश्यले पनि तपाईँलाई अनुरोध गर्दछु। आउनुहोस्, अब म यहाँबाट अब टुडीखेलतिर जानेछु र टुडीखेलबाट अब जेलघरतिर म जानेछु र म यहाँबाट ओर्लिँदैछु। यहाँबाट चाहिँ यहाँ हल्का माथि गयो भने यहाँ चाहिँ टुडीखेल जाने बाटो छ। टुडीखेल जाने बाटो छ। आउनुहोस्, यो दरबारभित्र तपाईँलाई लगेर म घुमाउने छु। म भित्र बस्दैछु, तपाईँहरू हेर्न सक्नुहुन्छ। अब यो चाहिँ पौवागढी युद्धको चाहिँ यहाँ चाहिँ चित्र चाहिँ बनाएको छ वालमा साँच्चै नै। यहाँ कमलामाई मन्दिरको चित्र पनि छ बनाएको। र यहाँ हाम्रो वीर योद्धाहरूको यहाँ चित्र खोपेको छ। त्यसरी नै यहाँ चाहिँ गढी दरबार, त्यति बेलाको दरबारको यहाँ तस्बिर पनि बनाएको छ। त्यसरी नै सिन्धुलीगढी युद्धको पनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यहाँ बनाइएको छ। र साँच्चै नै त्यति बेलाको हाम्रो ऐतिहासिक कुराहरू हो। यहाँ चाहिँ यो सिन्धुलीगढी त्यति बेलाको जुन नक्सा छ यहाँ चाहिँ बनाइएको छ, सिन्धुलीगढीको नक्सा। र एकदम मनोरम दृश्य छ, तपाईँहरू आउन सक्नुहुन्छ यहाँ हेर्नको लागि। एकदम राम्रो छ। यो आर्ट बनाउने मान्छेलाई सलाम छ, कविराज बर्दैयाले बनाएको छ। र मलाई लाग्यो यसको पनि भिडियो बनाऊ। र यहाँ चाहिँ युद्ध गरेको बनाएको छ।